म चाहिँ एकदमै धेरै लागु औषधलाई धेरै प्रभावित भएर चाहिँ त्यहाँनिर म हराइसकेको थिएँ। अनि मेरो चाहिँ के छ भने यहाँ घर अहिले दमकमा हो अनि अहिले चाहिँ यहाँ रङ्गेलीमा बसेको हो। अनि हाम्रो चाहिँ के छ भने बोर्डरहरू पनि नजिक छ। अनि हामीलाई चाहिँ त्यो तपाईँहरूले सुन्नुभएको होला लागु औषध भनेर होइन, जुन गाजा गोर्ची त्यो रक्सी सक्सी अनि त्यो अरू के भन्छ त्यो एप्पल सेप्पल त्यो सुई होइन धुलो सुलो है। अब म चाहिँ धेरै युज गरेर चाहिँ मेरो जीवनलाई चाहिँ मैले एकदम खराब बनाइसकेको थिएँ होइन। किनभने मैले 8 वर्ष 8 क्लासदेखि मैले सुरु गरेको। जब म त्यस्तै 14-15 वर्षको थियो, किनभने मैले 1 वर्ष ग्याप गरेको थिएँ, मेरो मैले पढाइ छोडेको थिएँ। त्यही भएर चाहिँ त्यतिखेरको अवस्थादेखि मैले लगभग अहिले म 26 वर्षको भएँ। अनि अस्ति 1 वर्ष अगाडि जब म लगभग 10 वर्ष चाहिँ मैले नेपालमा पाउने चाहिँ प्रायः सबै चिज खाएँ मैले है। यहाँ अहिले नेपालमा भर्खरै त्यो आइस भन्ने उपलब्ध भएको छ कता पोखरातिर है, त्यो चाहिँ मैले खाएँ। त्यो बाहेक चाहिँ नेपालमा पाउने चाहिँ हरेक चिज मैले चाहिँ सबै खाइसकेको छु। अन्तिम स्टेज भने चाहिँ सुई भयो, मैले सुई पनि खाएको छु मैले है, धेरै चिजहरू खाइसकिसकेँ। अनि अब चाहिँ के भयो त सबले गर्दाखेरि चाहिँ म मेरो घर परिवारदेखि म टाढा हुँदै गएँ थिएँ। मलाई चाहिँ टाढा लाग्दै गयो। मलाई साथीभाइहरू प्यारो लाग्थ्यो। साथीभाइको लागि मैले मेरो बुवा कति झगडा गरेँ, राति घरमा तोडफोड गर्ने त्यस्तै है। एकदमै धेरै खराब सङ्गतले गर्दाखेरि चाहिँ होइन, सङ्गत नभन्नु म पनि केही प्रभावित भएर मलाई पनि राम्रो लाग्थ्यो त्यो कुराहरू। अनि बाबाले भनेको कुराहरू चाहिँ मलाई मन पर्दैन थियो। साथीभाइहरूसँग हिँड्ने खाने है, राति अब म गिटार पनि बजाउँछु है। केटाहरू के हुन्छ भने गिटार बजाउने रैला गर्ने भन्ने हुन्छ नि त, पार्टी सार्टी गर्ने राति हिँड्ने। अनि फेरि हाम्रो बोर्डर पनि नजिकै छ, बाइकमा गयो भने 15-20 मिनट जाने, ट्याक्सा पिने खाने। तपाईँहरूलाई थाहा छ होला अस्ति कोरोनाको समय है, त्यो अचम्म हुन्थ्यो। कोरोनाको लागि कोरोनाको समयमा हामी त्यहाँ बोर्डरमा गएको थियौँ। त्यहाँ चाहिँ के भयो भने अब एउटा बोर्डरदेखि उता अर्को बोर्डरमा जानुको लागि क्रस गर्नको लागि चाहिँ हामीलाई चाहिँ टेस्ट गर्नु पर्यो। त्यो टेस्ट चाहिँ कस्तो भने जस्तो ब्लड चेक गर्नु पर्थ्यो। अनि ब्लड चेक गर्दाखेरि त अब पक्कै पनि हातमा खोज्छ है। अनि एकदमै अब हामीलाई चाहिँ त्यो नखाइ नहुने, जसरी पनि हामीले खानै पर्ने होइन, के गरेर हुन्छ कसो गरेर हुन्छ। अनि हामीले चाहिँ ब्लड टेस्ट गऱ्यौँ। अनि हाम्रो चाहिँ नेगेटिभ आएपछि हामीले जान पायौँ होइन। अनि हामीले